तपाईँ 25 वर्ष पुग्नु भएको छैन चाहिँ एउटा तपाईँलाई म 3 कुरा भन्ने गर्छु। नम्बर 1 मा छ सेभिङ। आज तपाईँले कति कमाउनु भयो भन्ने कुराले म्याटर पार्दैन, एउटा सेभिङले चाहिँ म्याटर पार्ने गर्छ। भन्नु त भन्छ, धेरै पर्सेन्टले व्यक्ति भन्छ मैले चाहिँ 50,000 कमाउँछु, तर लास्टमा सेभिङ 50,000 को ठाउँमा चाहिँ उसले 40,000 आज खर्च गरेर उसले 10,000 सेभिङ गर्छ। तर 15,000 कमाउने व्यक्तिले चाहिँ आज 5,000 खर्च गरेर 10,000 सेभिङ गर्छ भने त्यो 15,000 कमाउनेले चाहिँ जित्छ है। नम्बर 1 मा छ। र अर्को कुरा छ, आज साँच्चीकै आज तपाईँलाई एउटा भनाइ छ नि, समयले तपाईँलाई कहिले पनि पर्खिँदैन भन्ने कुरा तपाईँले सुनिराख्नु भएको होला। साँच्चीकै समयले तपाईँलाई कहिले पनि पर्खिँदैन। समय आज एकचोटि आउँछ अरे क्या। एउटा अवसर र अपर्च्युनिटी भन्ने कुरा चाहिँ एकचोटि आउँछ र त्यो अवसर त्यो अपर्च्युनिटी तपाईँले चिन्नु सक्नु भएन भने साँच्चीकै तपाईँ चाहिँ पछुतो फिल चाहिँ तपाईँलाई हुनेछ, रिग्रेटेड फिल हुनेछ। त्यही भएर समयलाई चिन्नु सक्नुहोस्। र 3 नम्बरमा छ एउटा पढाइ, डिग्री। आज तपाईँलाई डिग्रीले चाहिँ एउटा म्याटर पार्दैन, किनभने तपाईँलाई एउटा डिग्री भन्दा पनि मेन पोइन्ट भनेको स्किल एन्ड पोटेन्स छ। किनभने आज हरेक ठाउँमा तपाईँ आज जब बुझ्न जानुहुन्छ, तपाईँलाई जहाँ पनि आज काम गर्न जाँदा हरेक सेक्टरमा आज तपाईँलाई एक्सपिरियन्स अनुभव नै खोज्ने गर्छ। त्यही भएर अहिले तपाईँले डिग्री हासिल गर्नुभन्दा पनि आज तपाईँले स्किल र एक्सपिरियन्सलाई इम्पोर्टेन्ट मान्नुहोस्। भोलिको दिनमा आज तपाईँलाई सक्सेस बन्नको लागि एकदमै धेरै इम्पोर्टेन्ट हुन्छ। त्यही भएर चाहिँ मैले भन्ने गर्छु, प्रायः धेरै पर्सेन्ट व्यक्तिले भनिराख्नुहुन्छ मनी इज एभ्रिथिङ भनेर, धेरै पर्सेन्टले भनिराख्नुहुन्छ भने म चाहिँ भन्ने गर्छु मनी इज नट एभ्रिथिङ बट एभ्रिथिङ इज एक्सपिरियन्स। त्यही भएर चाहिँ आज एक्सपिरियन्सलाई गेन गर्नुहोस्, एक्सपिरियन्सलाई इम्पोर्टेन्ट ठानेर अगाडि बढ्नु भने तपाईँको साँच्चीकै तपाईँको फ्युचर, तपाईँको क्यारियरलाई चाहिँ ब्राइटनेस गर्न चाहिँ एकदमै धेरै सहज हुनेछ है त।